ए हेलो तिमीले के गरेको के लेख्या ल भन न के लेख्या हो अनि तिमी भाइ त डन रहेछौ यार अनि कहाँ भेट्ने हो हामी त्यो मेरो भाइहरूले त नम्बर दिएछ पहिला त्यो नम्बर मैले दिएछ त्यो आएको फोनहरू त रिसिभ गर्नु न पहिला भाइ तिमी कहाँको डन हो लौ त म नि डन हो क्या ल डन हो भने ल नम्बर सेन्ड गर म अहिले मान्छे अनि अहिले तिम्रो 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 भाइहरूले चाहिँ अघि मलाई फोन हानिरहेको थियो अरे त नम्बर रहन्छ तिनीहरूसँग नम्बर छ तिमी फोन पो उठाएको फोन उठाउनु मैले भने नि यार यहाँ सुन न भाइ भाइ यहाँ सुन तिमी यहाँ सुन तरुण दलको केन्द्रीय सदस्य होइन देउबा नै भए पनि मलाई मतलब छैन तिमीलाई म चिन्दिनँ तिमीले सुन तिमीले म्यासेज गरेर यहाँ त्यहाँ गरेर फाइदा त केही छ रमाइलो त एकछिन भयो होइन मैले पनि फेसबुकमा हालिदिएँ 400-500जना मान्छेले पनि चिने होइन त्यो त राम्रै भइरहेको छ अरे मलाई कति माथिबाट कस्तो के आइरहेको छ टर्चर कत्रो आइरहेको छ त्यो विषय तिमीले देखा सुनेको छैन देखा पनि त छैन होइन होइन तिमी 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 सुन तिमी रमेश लेखकलाई अस्ति भेटेर फोटो खिचाउँ उनमा सपोर्टर पनि हो खालि अब उनलाई चाहिँ किन चाहिँ विवादमा आएपछि बोल भाइ भनेर मैले गरेँ हुँ होइन तर चाहिँ किन त्यसरी चाहिँ अब त्यसरी धम्की दिन मिल्छ भाइ धम्की दिन मिल्छ अरे धम्की म तिमीलाई मात्र होइन म देशको के प्रधानमन्त्री हतेर के पिलुलाई म डराउन भाइ म डराउन भाइ तिमी भाइ नै हो सानो नामैले बोला नि तिमी सानो भाइ हो होइन सानो मान्छे हो तिमी ए भाइ यहाँ सुन भाइ मैले भनिदिएको छु अरू जस्तो म होइन म लागेपछि सक्यो फेरि तर भाइले अब जे भनेको छ मैले केही बिर्सेँ म हटाउनु नि हटाउँदिनँ अर्कोदेखि म्यासेज मलाई गर्ने होइन मैले चाहेँ भने नि यो रेकर्ड गरेर यो भोइस रेकर्ड पनि लगेर म ल्याइदिन सक्छु फेरि म रेकर्ड गर्नु न मैले भने तिम्रो छ नि यो सबैलाई म ओन्ली वान सुटर गरे ल के गर्न सक्छौ तिमी आफ्नो हातबाट गर्ने चिज गर जब मैले एक्सन लिन्छु नि मेरो भाइको फोन उठाउनु हैसियत छैन हैन ए भाइ तिम्रो भाइ सुन बाबु सुन तिम्रो भाइसँग नम्बर रहेछ भने मसँग किन मागे त हौ नम्बर अलि हुने र पत्याउने कुरा गर भाइ नम्बर हामीसँग आएको कति 4-5 वटा नम्बरबाट फोन आएको एउटा कसैले नि फोन गरेको छैन कसैले फोन गरेको छैन भाइ आएको छैन कसले फोन गर्ने दम छ यार हामीलाई म नम्बर पनि भनिदिन्छु यो नम्बर तपाईँको होइन र एकछिन है त ल भन यो नम्बर कति हो त कुन तपाईँलाई कति फोन आएको छ एक सेकेन्ड एकचोटि कसैले फोन गर्दा कसको दम छ यार फोन गर्ने हामीलाई यो 9851324357 तपाईँको नम्बर होइन यो कहाँ मेरो नम्बर हुन्छ यार यहाँ मेरो सचिवालयले उठाउँछ यो नम्बर मेरो सचिवालयले हेर्छ नि क्या म फोनै बोक्दिनँ मैले भने नि हेरेर सफल मैले पहिला पनि तपाईँसँग मेरो अर्को आइडीसँग राम्रो कुराकानी भएको हो होइन अहिले आएर चाहिँ मेरो यो पोस्ट पनि गर्यो ठिकै छ मलाई यो आपत्ति मलाई के पनि छैन अब हात कुकुर भोक्दै गर्छ हात्ती लम्किँदै गर्छ अनि किन भोकिया त अनि त्यसरी मेसेजमा आएर कुकुर त्यसरी भोक्नुहुन्छ त हात्ती लम्किरहेको बेलामा यस्तो त्यो गिरो मन्दिर त्यो जुन त्यो मुद्दाहरू फिर्ता गर को हामी मिलाउँछौँ के गर्ने फिर्ता गर्नलाई के गर्ने भाइ ल भन नि त के गर्ने फिर्ता गरेर के काम त्यो जुन मुद्दाहरू मलाई त केही पनि चाहिँदैन म त नाङ्गा हो बुङ्गा हो होइन जोगी हो बरु एउटा कुटी मिलाइदियो भने त मलाई एउटा कुटी यहाँ बस्ने आनन्दले कुटी जङ्गलतिर आनन्दले बस्ने कुटी हुन्छ नि जङ्गल जोगी बस्ने कुनै हालेर फिर्ता हुन्न शेरबहादुर देउबा नि शेरबहादुर देउबाले आएर भन्छ नि फिर्ता हुन्न भाइ फेरि त्यसो भयो भने मर्ने विचार छ अनि मर्ने विचार छ भाइ तिमी जोगिएर हिँड नि बाबु फेरि कुन दुला आउँछ र बोल्दैछ भाइ दुलामा हैन त्यसको पढाइमा के विषयमा आउँदैन सोध न सानो भाइ भन्ने को तिमी मलाई सानो भाइ हो क्या तिमी सानो मान्छे हो भाइ हो ल नामै जस्तै छ ओ अब जो कसरी सुट हुन्छ कसरी खुट्टामा गोली लाग्छ नि त्यो समयले देखाउँछ अहिले हामी ए भाइ हामी पनि गोली चलाएर हानेर आएको मान्छे हो नि भाइ फेरि त्यो विगत हेर है फेरि इब्राज सफल विगत हेर भाइ फेरि हामी तिमीहरू जस्तो त्यो चाहिँ त्यो गरेर आएको मान्छे होइन नि फेरि विगत हेर नि भाइ फेरि म दुश्मनी गर्दिनँ गरेपछि फेरि राम्रो हुन्न भाइ फेरि विचार गर है तिमीलाई राम्रो छ भनिदिएको छु मैले तिमी तरुण दलका चाहिँ जोसुकै भए पनि या म अपन च्यालेन्ज म दिइरहेको छु त तिम्रो हातबाट हुने चाहिँ तिमी गर म मेरो हातबाट हुने चाहिँ म गर्छु हैन तिमी म यस्ता झिना मसिना मान्छे छ मलाई केही गर्नु पनि छैन अब क्रिया यदि भयो भने प्रतिक्रिया अनि दिउँला नि त अहिले केही छैन मलाई त्यो मतलब छैन यस्ता कति आए कति गए AK-47 बोकेर आए के लिएर आए मलाई टाइमै तोकेर चाहिँ आए कोही माइकेल दशा लागेको छ भन्ने बेग्लै कुरो हो भाइ तिमी
होइन भने साइड लाग्यो भाइ। मेरो मेरो पहिला पहिला मेरो मेरो समूहको फोन उठाउने हैसियत गर्नु को समूह तिमी आफै अनि को के हो भाइ तिमीसँगै बोल्दैछु त को अर्को मान्छे यार नोकर चाकरसँग बोल्दिनँ नि त म भाइ तिमी आफै बोल न के भन्नु पर्यो लु भन् मेरो फोन किन उठ्दैन त अनि किन हावा नचाहिने फोनै हाने छैन उठिरहेको छु त बोलिरहेको छु त नि दम छ नि भन्नु पऱ्यो नि के गर्नु पऱ्यो मैले मुद्दा फिर्ता हुँदैन भाइ तपाईहरु कहाँ हुनुहुन्छ ल भन्नुस् काठमाडौँ हामी पनि काठमाडौँ छु ल भन्नु कहाँ भेट्नुपर्छ मैले ल भन्नु किन भेट्नुपर्ने मैले फोकट ल मेरो जरुरी काम छ तपाईले त्यो सामाजिक सञ्जालमा मेरो छोरी त्यहाँ गर्नु पर्यो म्यासेज गर्ने मान्छे को त म्यासेज गर्ने को धम्क्याउने को ज्यान केसमा लगेर भोलि 11 बजे मुद्दा दर्ता गर्दैछु भाइ सर्वोच्चमा ल मार्छु भन्न मिल्छ गरेर देखाउन तिम्रो कानुन छ नि सबै मेरो खुट्टाको म को तिमीलाई थाहा छैन तिमी जेसै गर्न मन छ तिमी हातबाट हुने त को हुनुहोस् नि भाइ त सानो भाइ होस् होइन त्यो जिम्मेवारी तैँले रेस्पेक्ट गरिस् भने तैँले रेस्पेक्ट पाउँछस् म अझ पनि भन्छु म 11वटा मुद्दा हानेर बाहिर आफै अन्डरग्राउन्ड बसिरहेको मान्छे अझ तिमी मुद्दा हाल अन्डरग्राउन्ड बसे पनि बस भाइ फुटबल ग्राउन्ड बसे पनि बस मङ्गलग्रहमै मलाई त्यो मतलब होइन भाइ त्यो जिम्मेवारी चाहिँ म छैन त्यो जिम्मेवारी चाहिँ है तिमी त्यही हो तिमीलाई मैले भित्र हाल्दिन पर्ला नि फेरि चुप्प लगाएर साइड लगाएर हिँड मलाई केही छ भन्नु छैन ल जो आफ्नो काम गर भाइ ए मैले भने नि भोलिको दिनमा तलमाथि केही भइहाल्यो त्यो तल माथि त भइहाल्छ कहिले काहीँ भर्याङ चढेर माथि जान्छु कहिले तल झर्छु नि म त्यो त मेरो मर्जीको कुरा नि भाइ खुट्टामा गोली लागेपछि तल झरिहाल्छ अनि बल्ल थाहा हुन्छ ओहो भन्ने जस्तो फिल छोडिदेऊ यस्ता मलाई धम्की तिमीलाई देउवाला लगाएर देऊ जो तिमीलाई सफल यस्ता धम्की नदेऊ ल झुकेर पनि मेसेज गर्ने कोसिस गर्ने होइन भाइ अबदेखि अब मेसेज गर्ने कोसिस गर्ने म खोजी मार्छु ल च्यालेन्ज भयो ल तेरो दम छ भने के गर्नुपर्छ गरेर देख